यो सङ्खसभा जिल्लाको 12 विषय भन्ने ठाउँ छ गाइस। कति राम्रो भ्यू छ, पानी परेर त्यहाँ हेर्नुहोस्, त्यो कस्तो दामी देखिन्छ कि बाफरे। अहिले 6:30 भइरहेछ बेलुकाको, पानी पर्न आँटिरहेछ सङ्खसभा जिल्लामा। माथि चाहिँ बस पार्क हो गाइस। भने पानी परिरहेछ है गाइस। 12 विषय यो पारीको यो लामो डाँडा वाना बिबारे पानी पारी चैनपुर 12 विषय टन्नै पानी परिरहेछ। कस्तो खालको देखिएको नि बाफरे, रमाइलो भ्यू ल। सङ्खसभा जिल्ला हो यो। यो 12 विषय साइडमा यसरी पानी परिरहेछ हेर्नुहोस्। यो पानी परेको हो। यो बादलको न बोक्ने गोजी छ न भाँडो छ। माथि घाम लागिरहेको हुन्छ, मुनि यसरी पानी परिरहेछ। कसरी चाहिँ आउँछ होला गाइस यो पानी? यो अचम्म भगवानको एउटा देन हो। यो बादलले यसरी पानी बोकेर गाग्रीबाट खनाए जस्तो कसरी झार्छ होला बाफरे। मुसलधारे पानी आइरहेछ गाइस, मुसलधारे पानी आइरहेछ हेर्नुहोस् है बाफरे। यो गाग्रोबाट खनाए जस्तै छ त्यहाँनिर चाहिँ। यो साइडमा यो पनि पानी परेको, गाग्रीबाट खनाए जस्तै छ हेर्नुहोस् गाइस। गाग्रीबाट खनाए जस्तै छ ल। यो प्रकृति भनेको कस्तो हुँदो रहेछ बाफरे। अहिले 6:45 भएको छ सङ्खसभा जिल्ला खाँदबारी। यो यसरी पानी आइरहेछ है बाफरे। त्यो खोला घरतिरको मान्छेहरू होसियार बस्नु होला। यस्तो हेर्नुहोस् ल, पानी परेको बाफरे। त्यत्रो मुसलधारे पानी आइरहेछ यो एरियामा। यो एरिया र यो पारीको एरिया, यो सेतो पर देखेको एरिया सबै पानी परेको।